सबैले नमस्कार। यहाँहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। साथीहरु, यस भिडियोमा मैले विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सोध्न सक्ने समसामयिक विषयवस्तुहरु समेटेर तयार पारेको छु। यी विषयवस्तुहरु मैले विभिन्न ठाउँबाट लिएको हुँ र आजको विषयवस्तुहरु सुरु गरौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक गतिविधिहरु। 1 नम्बर प्रश्न यस प्रकार रहेको छ। नेपाल प्रहरीको महानिरीक्षक आईजीपी मा दीपक थापा कहिले नियुक्ति हुनुभएको थियो? विक्रम सम्वत 2021 साल चैत्र 4 गते। काठमाडौँ विश्वविद्यालय केयू को उपकुलपतिमा अच्युत वाग्लेको नियुक्त कहिले भयो? विक्रम सम्वत 2021 साल चैत्र 4 गते नै भएको थियो। विश्व खुशी सूचाङ्कमा नेपालको स्थान 92 स्थान है। अब यहाँ 5 भएछ, 92औं स्थान हो। 92औं स्थान रहेको छ सार्क मुलुकमा भने पहिलो स्थानमा। विश्व खुशी सूचाङ्क 2025 मा नेपालको स्थान 92औं स्थान रहेको छ भने त्यसैगरी 2024 मा नेपालको स्थान 93औं थियो। प्रकाशन गर्ने संस्था संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क। त्यसैगरी खुशी दिवस मनाइने दिन कहिले मनाइन्छ? हरेक वर्ष मार्च 20 गते खुशी दिवस मनाइन्छ। र विश्व खुशी सूचाङ्कमा सबैभन्दा पहिलो स्थानमा फिनल्यान्ड रहेको छ भने अन्तिम स्थानमा चाहिँ अफगानिस्तान रहेको छ। त्यसैगरी भ्रष्टाचार सूचाङ्क 2024 पहिलो स्थानमा है। सबैभन्दा कम भ्रष्टाचार हुने देश भनेको डेनमार्क रहेको छ। त्यसैगरी अन्तिममा दक्षिण सुडान। नेपालको स्थान 107औं स्थानमा रहेको छ भने 2023 मा नेपालको स्थान 108औं रहेको थियो। भ्रष्टाचार सूचाङ्क 2024 मा नेपालको सूचाङ्क 107 र 23 मा 108 रहेको थियो भने सबैभन्दा कम भ्रष्टाचार हुने देश डेनमार्क रहेको छ भने अन्तिम दक्षिण सुडान। नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोसको नियुक्त। नेपाली राष्ट्रिय फुटबल टिममा म्याट रोस प्रशिक्षकको रूपमा म्याट रोसको नियुक्ति भएको छ र उनी कहिले नियुक्ति भएका थिए? 2081 साल फागुन 18 गते। म्याट रोस अस्ट्रेलियाका नागरिक हुन् भने उनी 1 वर्षका लागि नियुक्ति भएका थिए। इटालियन लेजेन्ड गोलकिपर जियान लुइगी बफन नेपालमा कहिले आउनु भएको थियो? विक्रम सम्वत 2081 साल फागुन 18 गते। इटालियन लेजेन्ड गोलकिपर जियान लुइगी बफन नेपालमा आउनु भएको थियो। जियान लुइगी बफन विश्व विजेता लेजेन्ड इटालीका गोलकिपर हुनुहुन्छ। 7 नम्बर प्रश्न। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन कहिले भयो? 2081 साल फागुन 16 गते। पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन विक्रम सम्वत 81 साल फागुन 16 गते भएको थियो। त्यसैगरी भाषाविद चूडामणि गौतमको निधन कहिले भएको थियो? 2081 साल 51 भएछ। 2081 साल फागुन 12 गते 81 वर्षको उमेरमा भएको थियो, निधन भएको थियो। भाषाविद चूडामणि गौतमको निधन 2081 साल फागुन 12 गते भएको थियो। त्यसैगरी विश्व आर्टिफिशियल इन्टेलिजेन्ट एआई शिखर सम्मेलन सम्पन्न कहाँ भएको थियो? फ्रान्सको पेरिस भन्ने ठाउँमा भएको थियो भने कहिले? सन् 2025 फेब्रुअरी 10-11 मा भएको थियो। सहभागिता 50 देश र एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञ लगायतको सहभागिता भएको थियो। पहिलो सम्मेलन कहाँ भएको थियो भन्दाखेरि सन् 2023 बेलायतमा पहिलो एआई सम्मेलन भएको थियो भने दोस्रो एआई सम्मेलन 2024 मा दक्षिण कोरियामा भएको थियो। त्यसैगरी तेस्रो सम्मेलन अब 2025 मा
फ्रान्सको पेरिस भन्ने ठाउँमा भयो भने कहिले भयो भन्दाखेरि फेब्रुअरी 10-11 गते। अब एचपीभी खोप अभियान सञ्चालन, नेपालमा एचपीभी खोप अभियान सञ्चालन भइसकेको छ। कहिले भएको थियो? विक्रम सम्वत 2081 साल माघ 22 देखि फागुन 6 गतेसम्म नेपालमा एचपीभी खोप अभियान सञ्चालन भएको थियो। कुन रोग विरुद्धको? पाठेघरको मुखको क्यान्सर बनाउने न्युमन प्यापिलोमा एचपीभी भाइरस विरुद्धको खोप है। एचपीभी भन्यो भने पाठेघरको मुखको क्यान्सर बनाउने खोप, त्यो विरुद्धको खोप है। अभियानमा सम्मिलित समूह 10 वर्षदेखि 14 वर्षसम्मका छात्र, कक्षा 6 देखि 10 सम्म अध्ययनरत गर्ने छात्रहरूमा यो अभियान सुरु भएको थियो। त्यसैगरी आईसीसी वुमेन अन्डर 19 T20 वर्ल्ड कप 2025 को उपाधि भारतलाई विजेता। आईसीसी वुमेन अन्डर 19 T20 वर्ल्ड कपको विजेता भारत रहेको थियो भने उपविजेता दक्षिण अफ्रिका। फाइनल खेलमा दक्षिण अफ्रिकाले दिएको 83 रनको लक्ष्य भारतले 11.2 ओभरमा 1 विकेटको क्षतिमा पुरा गरेको थियो। सञ्चालन अवधि 2025 जनवरी 18 देखि 2025 फेब्रुअरी 2 सम्म भएको थियो। आयोजक मलेसियामा सम्पन्न भएको थियो भने 16 वटा टिम सहभागी भएका थिए र जम्मा 41 वटा खेल भएका थिए। अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा कहिले ठोकिए? सन् 2025 जनवरी 20। सन् 2025 जनवरी 20 मा अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोकिएका थिए। सिद्धबाबा सुरुङको ब्रेक थ्रु कहिले भयो? 2081 साल माघ 11 गते सिद्धबाबा सुरुङको ब्रेक थ्रु भएको थियो भने सिद्ध अर्थ राजमार्ग अन्तर्गत बुटोल तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङको ब्रेक थ्रु भएको थियो। उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भर्चुअल माध्यमबाट उद्घाटन भएको थियो भने लम्बाइ 1126 मिटर लामो रहेको छ। सिद्धबाबा सुरुङको लम्बाइ चाहिँ 1126 मिटर रहेको छ। कुल निर्माण लागत 7 अर्ब 34 करोड 21 लाख रहेको छ। सिद्धबाबा सुरुङको ब्रेक थ्रु 2021 साल माघ 11 गते भएको थियो। यसको लम्बाइ 1126 मिटर रहेको छ। नागढुङ्गा सिस्ने खोला डाइभर्सन आयोजना कहिले ब्रेक थ्रु भएको थियो? 2021 साल वैशाख 3 गते ब्रेक थ्रु भएको थियो। सिद्धबाबा 2021 साल माघ 11 गते र नागढुङ्गा सिस्ने खोला डाइभर्सन आयोजना 2021 साल वैशाख 3 गते भएको थियो है। प्रथम खोखो विश्वकप 2025 को पुरुष र महिला दुवैतर्फ नेपाल उपविजेता। प्रथम खोखो विश्वकप 2025 को पुरुष र महिला दुवैतर्फ नेपाल उपविजेता भएको थियो भने भारत चाहिँ विजेता भएको थियो दुवैमा। कहिले सञ्चालन भयो? सन् 2025 जनवरी 13 देखि 19 सम्म। कुन संस्करण हो? पहिलो संस्करण हो। कहाँ भएको थियो? इन्दिरा गान्धी इन्डोर हल भारतमा भएको थियो भने खेलाडीको सहभागिता रहने खोखो टिममा कतिजना खेलाडीको सहभागिता रहन्छन्? 9 जना खेलाडी प्रत्येक टिममा हुन्छन्। पुरुषतर्फको विजेता भारत, उपविजेता नेपाल। फाइनल खेलमा भारतले नेपाललाई 54-36 अन्तरले पराजित गरेको थियो भने पुरुष खोखोतर्फ 20 टिम सहभागी थिए भने महिलातर्फ 19 टिम है। महिलातर्फ पनि विजेता भारत नै भएको थियो भने उपविजेता नेपाल भएको थियो। बिना अक्सिजन विश्वका 8000 मिटर भन्दा अग्ला 14 वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम कहिले भएको थियो? विक्रम सम्वत 2021 साल पुससम्म विश्वका 20 हिमाल 42 पटक चढिसकेका। कसले? मिङमाजी शेर्पाले। कति पटक? 30 पटक बिना अक्सिजन र अक्सिजन सहित गरी 12 वटा हिमाल आरोहण गरेका। बिना अक्सिजन विश्वका 8000 मिटर अग्ला
14वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम कसले गरे? मिङमाजी शेर्पाले गरेका थिए है। अमेरिकाको 47औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। कहिले शपथ ग्रहण गरेका थिए डोनाल्ड ट्रम्पले? 2025 जनवरी 20 मा डोनाल्ड ट्रम्पले 47औं राष्ट्रपतिको रूपमा शपथ गरेका थिए भने उहाँ निर्वाचित कहिले हुनुभएको थियो भन्दाखेरि 2025 नोभेम्बर 5 मा चाहिँ 2024 नोभेम्बर 5 मा 47औं राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको थियो भने 2025 जनवरी 20 मा उहाँले शपथ ग्रहण गर्नुभएको थियो। को? डोनाल्ड ट्रम्प। उहाँ चाहिँ रिपब्लिकन पार्टीका नेता हुनुहुन्थ्यो। कार्यकाल दोस्रो कार्यकाल यस अगाडि 2016 सालमा निर्वाचित हुनुभएको थियो। जम्मा इलेक्ट्रोल भोट कति हुन्छन् अमेरिकी राष्ट्रपतिको चुनावमा? 538 हुन्छ भने राष्ट्रपति हुनको लागि 270 इलेक्ट्रोल भोट आवश्यकता पर्दछ। ट्रम्प र कमला ह्यारिसलाई प्राप्त इलेक्ट्रोल भोट। डोनाल्ड ट्रम्पलाई कति प्राप्त भएको थियो? 312 इलेक्ट्रोल भोट प्राप्त भएको थियो भने कमला ह्यारिसलाई 226 इलेक्ट्रोल भोट प्राप्त भएको थियो। निवर्तमान राष्ट्रपति जो बाइडेन उहाँ चाहिँ डेमोक्रेटिक पार्टीको नेता हुनुहुन्थ्यो भने डोनाल्ड ट्रम्प भनेको रिपब्लिकन पार्टीका नेता हुनुहुन्छ जो चाहिँ 47औं राष्ट्रपतिको रूपमा निर्वाचित भइसक्नु भएको छ। उहाँ 2025 जनवरी 20 मा शपथ ग्रहण गर्नुभएको थियो भने 2024 नोभेम्बर 5 मा उहाँ चाहिँ निर्वाचित हुनुभएको थियो। इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमास बीच अस्थायी युद्धविराम सम्झौता कहिले भएको थियो? सन् 2025 जनवरी 19 मा इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमास बीच जनवरी 19 मा अस्थायी रूपमा युद्धविराम गर्ने सम्झौता भएको थियो भने युद्धविराममा सम्झौता जनवरी 15 मा। इजरायल र हमास बीच जनवरी 19 मा युद्धविराम गर्ने अस्थायी रूपमा सम्झौता भयो भने जनवरी 20 मा चाहिँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गर्नुभएको थियो है। भारतद्वारा अन्तरिक्षमा 2 उपग्रह जोडेर नयाँ कीर्तिमान कहिले भएको थियो? सन् 2025 जनवरी 16 मा जोडिएका उपग्रहको नाम SDX-01 चेजर र SDX-02 लक्ष्य अन्तरिक्षमा भएको 2टा उपग्रहको नाम है। विश्वका शक्तिशाली राजधानीको सूची 2025 नेपालको स्थान कति आउँछ? 101 स्थानमा रहेको छ है। शक्तिशाली राजधानीको सूचीमा नेपालको स्थान 101 मा रहेको छ भने 39वटा मुलुकमा नेपालको राजधानी अनअराइभल भिसा लाग्नेछ भने सबैभन्दा पहिलो स्थानमा रहेको छ सिङ्गापुर जसको 195 मुलुकमा अनअराइभल भिसा लाग्दछ भने दोस्रो स्थानमा जापान जसको भिसा 193 स्थानमा लाग्दछ। क्रमशः तेस्रो स्थानमा फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र अन्तिम स्थानमा कुन रहेको छ? अफगानिस्तान रहेको छ। चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रबिन्दु भएर 6.8 रेक्टरको भूकम्प कहिले गयो? 2025 जनवरी 7 मा गएको थियो है। चीनको स्वशासित क्षेत्र तिब्बतमा केन्द्रबिन्दु भएर भूकम्प 2025 जनवरी 7 मा गएको थियो। कति रेक्टर स्केलको? 6.8 रेक्टर स्केलको। करिब 126 जना भन्दा बढीको निधन र भौतिक क्षति पनि भएको थियो। अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन कहिले? 2024 डिसेम्बर 29 मा अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको थियो। कति वर्षको उमेरमा? 100 वर्षको उमेरमा। नोबेल शान्ति पुरस्कार विजेता हुनुहुन्छ अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर। मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरे बापत सन् 2002 मा जिमी कार्टरले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो।
दक्षिण कोरियामा विमान दुर्घटना कहिले भएको थियो? सन् 2024 डिसेम्बर 29 मा भएको थियो। निधन 178 जनाको निधन भएको थियो भने 2 जनाको सकुशल उद्धार गर्न सफल भएका थिए। कहाँ? मियोन इन्टरनेसनल एयरपोर्ट दक्षिण कोरियामा भएको थियो। जापादेवी केबल कारको शिलान्यास कहिले? 2081 साल पुस 13 गते जापादेवी केबल कारको शिलान्यास भएको थियो। कहाँ रहेको छ यो जापादेवी केबल कार? लक्कीचुवा नगरपालिका वडा नम्बर 3 कैलालीको चिसापानीदेखि मोहनयाल गाउँपालिका वडा नम्बर 7 राजकौडासम्म छ। कति दूरी? 3.1 किलोमिटर। लगानी आइएमई ग्रुपले लगानी गर्ने भएको छ। गोरखापत्र दैनिकमा अब 45 भाषामा प्रकाशित। गोरखापत्र दैनिक अब 45 भाषामा प्रकाशित हुनेछ। कहिलेबाट 45 भाषामा प्रकाशित हुन लागेको भन्दाखेरि 2081 पुस 11 गते गोरखापत्र दैनिक 45 भाषामा प्रकाशित भएको हुन लागेको 45औं भाषा बम्बुले राई, जुन चाहिँ 2081 पुस 11 गते प्रकाशनमा भएको थियो। यो भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निधन कहिले भएको थियो? 2024 डिसेम्बर 26 मा। 2024 डिसेम्बर 26 मा भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको थियो भने उनले विगत 2004 देखि 2014 सम्म भारतको प्रधानमन्त्री पद सम्हाल्नु भएको थियो। प्रथम संस्करणको नेपाल प्रिमियर लिग एनपीएल, जुनलाई 2024 सिद्धार्थ बैंक एनपीएल भनेर समेत चिनिने, विजेता जनकपुर बोल्ट्स, पुरस्कार 1,10,00,000। उपविजेता सुदूरपश्चिम रोयल्स, जसले 51 लाख पुरस्कार पाएको थियो। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको 185 रनको लक्ष्य जनकपुर बोल्ट्सले 19.2 ओभरमा 5 विकेटको क्षतिमा पुरा गरेको थियो। सुदूरपश्चिम रोयल्सले दिएको 185 रनको लक्ष्य जनकपुर बोल्ट्सले 19.2 ओभरमा 5 विकेटको क्षतिमा पुरा गरेको थियो। प्लेअफमा पुग्ने टिम सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कडाली एक्स र चितान राइनोज। सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र सिंह एरी, जुन चाहिँ सुदूरपश्चिम रोयल्सका खेलाडी थिए। इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट विपिन शर्मा, उन चाहिँ कडाली एक्स खेलाडी थिए। त्यसैगरी सर्वाधिक रन लाहिरु मिलान्था जनकपुर बोल्ट्सका, उनले 293 रन बटुलेका थिए भने सर्वाधिक विकेट लिने ललित नारायण राजवंशी, जो उनी जनकपुरका खेलाडी हुन्, र स्कट कुगलिङजिङ सुदूरपश्चिम रोयलका, उहाँहरूले समान 17 विकेट लिनुभएको थियो। प्लेयर अफ द सिरिज सेफ अली जैब सुदूरपश्चिम रोयलका हुनुभएको थियो है। नेपाली प्लेयर अफ द सिरिज चाहिँ दिपेन्द्र सिंह ऐरी हुनुभएको थियो भने इन्टरनेसनल चाहिँ सेफ अली जैब, उन चाहिँ सुदूरपश्चिम रोयलका खेलाडी थिए। फेयर प्ले अवार्ड लुम्बिनी लायन्सले प्राप्त गरेको थियो भने उत्कृष्ट प्रशिक्षक रूपमा पुबुदु दशनायकले। एकमात्र सेन्चुरी प्रहार गर्ने खेलाडी एन्ड्रिड गोज, जुन चाहिँ पोखरा एभेन्जरका, उहाँले 104 रन प्राप्त गर्नुभएको थियो। सञ्चालन कहिले भएको थियो? विक्रम सम्वत 2081 मङ्सिर 15 देखि पुस 6 सम्म। 2081 मङ्सिर 15 देखि पुस 6 सम्म। सन् 2024 नोभेम्बर 30 देखि डिसेम्बर 21 सम्म सञ्चालन भएको थियो। नारा एनपीएल फेस्टिभल अफ हिमालयज रहेको थियो। महान क्रिकेटर ब्रायन लारा नेपालमा, उहाँ कहिले आउनुभएको थियो? सन् 2024 डिसेम्बर 13 मा आउनुभएको थियो, जुन बेला नेपालमा एनपीएल भइरहेको थियो। लाराको विश्व कीर्तिमान
टेस्ट क्रिकेटमा सन् 2004 मा इङ्ग्ल्यान्ड विरुद्ध नट आउट 400 रन पार गर्नुभएको थियो। अब फिफाद्वारा घोषित आगामी 3 संस्करणका विश्वकप फुटबल आयोजक राष्ट्रहरू। 23औं संस्करण जुन 2026 मा हुँदैछ अमेरिका, मेक्सिको र क्यानाडामा। 23औं संस्करण 2026 मा अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ भने 24औं संस्करण स्पेन, पोर्चुगल र मोरक्कोमा सन् 2030 मा हुँदैछ है। स्पेन, पोर्चुगल र मोरक्को सन् 2030 मा हुँदैछ। त्यसैगरी 25औं संस्करण साउदी अरबमा 2034 मा हुँदैछ। 2034 मा साउदी अरबमा हुँदैछ भने 24औं संस्करण स्पेन, पोर्चुगल र मोरक्कोमा सन् 2030 मा हुँदैछ र 23औं संस्करण अमेरिका, मेक्सिको र क्यानाडामा 2026 मा हुँदैछ। र 24औं विश्वकपमा 3 खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन्। जुन चाहिँ विश्वकप फुटबल सुरुवात भएको 100 वर्षको अवसरमा अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि सो 3 खेलहरू हुनेछन्। 23औं फिफा विश्वकप 2026 को खेल तालिका 23औं फिफा विश्वकप 2026 सञ्चालन अवधि सन् 2026 जुन 11 देखि जुलाई 19 सम्म हुनेछ। साथीहरु, भिडियो लामो हुने भएको कारणले गर्दाखेरि मैले पार्ट 1 मात्रै यही सीमित गरे र अरु पार्टको लागि अरु पार्टहरु मैले फेरि पनि तयार गर्नेछु र मेरो युट्युब च्यानलमा चाहिँ कनेक्ट भइरहनु होला। यदि तपाईले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला, मन परेमा लाइक गर्नु होला र केही कमी कमजोरी भएमा तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला र हामी अर्को भिडियोमा भेट हुनेछौं। धन्यवाद।